हाई एभ्रिवान स्वागत छ तपाईँहरूलाई। अनि अहिले चाहिँ ट्रेन्ड चलिरहेको छ कि चाउचाउ अन्डा अनि चिज हालेर बनाएर खाने, पिज्जा बनाएर खाने। अनि मसँग चाहिँ चाउचाउ छैन, त्यसैले यही चाउमिन र अन्डा चिज हालेर बनाउँछु होइन। म चाउमिन बसाल्छु। चाउमिन उमाल्दैछु होइन। चाउमिनमा चाहिँ अब म यो हरियो लेगुम्सहरू हाल्छु। हरियो मिक्स अन्डा हालेर मिक्स गरिदियो। यहाँ सबै अन्डा हरियो गेडागुडी सबै मिक्स छ यहाँ। अलि धेरै भए जस्तो छ। अनि प्यान तताएर हालिदिइहालेँ। अनि फर्काउँदा यस्तो भयो कस्तो राम्रो। अनि त्यो माथि चाहिँ हरियो गेडागुडी हालेँ, त्यसमाथि चिज हालिदिएँ होइन। वाउ, अनि चिज त खतरा भयो त। अनि मेल्ट भएपछि मेरो पिज्जा रेडी भयो। अनि काटेँ, अलिक कम भएछ, चिज कम हालेँ मैले, सबै हालेन। फेरि पनि बनाएर खानुपर्छ भनेर क्या। मैले केही पनि मसलाहरू हालेन, जस्ट नुन बाहेक केही पनि हालेन। कस्तो राम्रो देखेको कि। एकदम राम्रो छ। तपाईँहरू पनि बनाएर ट्राई गर्नु होला। मैले चाहिँ पहिलोचोटि पिज्जा किनेर खाएको छैन कि, आफैले बनाएर खाएको छ घरमा पहिलोचोटि पिज्जा। पछि मात्र मैले रेस्टुरेन्टतिर गएर खाएको हो। धन्यवाद।